टस अपडेट साथीहरू, अबको केही समयमा सुरु हुन लागिरहेको टी20 वर्ल्ड कप 2026 नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँगको खेल अब केही बेरमा सुरु हुन लागिरहेको छ। वेस्ट इन्डिजले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ भने नेपालले ब्याटिङ गर्नुपर्ने भएको छ। तेस्रो खेल दुई खेल हारेको नेपालले यो तेस्रो खेलमा कस्तो प्रदर्शन गर्ला साथीहरू, के लाग्छ तपाईहरुलाई? यो खेल जित्नै पर्ने दबाब रहेको छ नेपाललाई। वेस्ट इन्डिजको सामना गर्न लागेको नेपालले इटाली विरुद्ध खेलेको प्लेइङ 11 मा ललित राजवंशीलाई राखेर सोमपाल कामी खेलाउने निर्णय गरेको छ। तपाईहरुलाई यो निर्णय कस्तो लाग्यो? र त्यही प्लेइङ 11 मा जुन इटालीसँग खेलेको थियो त्यसको ठाउँमा सोमपाल कामीले सुरुवात गर्नेछन् ललित राजवंशीको ठाउँमा। अनि के लाग्छ साथीहरू, नेपालले कति रनको टार्गेट देला र नेपालले जित्छ जित्दैन के लाग्छ तपाईहरुलाई कमेन्ट गर्नु होला। रोहित पौडेलको क्याप्टेन्सीमा मैदानमा उत्रिन लागेको नेपालले के आज जित हासिल गर्ला त? नेपाली टिमलाई एकदम धेरै शुभकामना दिँदै जितको अग्रिम बधाई पनि दिन चाहन्छु। आशा छ यो पालि चाहिँ हामीलाई निराश बनाउने छैन, पक्कै पनि जितेरै आउनेछ, जित्ने छ वेस्ट इन्डिजलाई चाहिँ, टेस्ट नेसनलाई हराउने छ यो वर्ल्ड कपमा भनेर विश्वस्त छु। र आज वेस्ट इन्डिजसँगको गेम कस्तो होला साथीहरू कमेन्ट गर्नु होला। कति रनको टार्गेट देला नेपालले?